नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हैन मेरो युट्युब च्यानलमा। सो आज चाहिँ नि सानो इन्फर्मेसन भनौँ भनेर हैन। सो अहिले चाहिँ नि हैन 2025 रोमानिया सेन्जेन भइसकेपछि कति लागत अनि कति टाइम लाग्छ भनेर एउटा इन्फर्मेसन दिउँ भनेर हैन। जस्तो कि नेपालदेखि अप्लाई गर्नको लागि उत्सुक हुनुहुन्छ हैन, नेपालदेखि आउन मन छ हैन रोमानिया भनेपछि हैन। सो 2022-23 हैन र 25 मा डिफ्रेन्स के छ भन्दा 2024 मा चाहिँ नि सेन्जेन जोन फुल आएको थिएन अनि 2025 मा फुल सेन्जेन जोन भयो हैन गाइस। त्यसले गर्दा अहिले चाहिँ नि नेपालमा लागत चाहिँ नि बढिसक्यो होला हैन। किन भन्दा सेन्जेन भइसकेपछि त अब हजुर यहाँ आइसकेपछि यहाँको कार्ड बनाइसकेपछि हजुरहरूले अरू देशहरू आरामले जान पाइन्छ। त्यसले गर्दा तर के छ डिफ्रेन्स हैन पहिला र अहिले अप्लाई गर्नको लागि भन्नाले डिफ्रेन्स चाहिँ नि केही छैन हैन। डिफ्रेन्ट भनेको अब त्यस्तो केही छैन, जस्ट नर्मल नै हो। पहिला पनि त्यही पासपोर्ट, हजुरको सिभी, हजुरको एक्सपिरियन्स हैन, अनि त्यसपछि पुलिस क्लियरेन्स, त्यति हो गाइस अप्लाई गर्नको लागि मात्र। यति भए पुग्ने थियो। अहिले पनि यही हो गाइस। डकुमेन्ट चाहिने भनेको पासपोर्ट, हजुरको सिभी बनाउनु पर्यो हैन, रोमानियन उसमा हैन फर्मेटमा। जस्तो कि हजुरले इङ्ग्लिसमा दिए नि हुन्छ। अब इङ्ग्लिसमा दिएर अब हजुरको एजेन्टहरूले अब रोमानियन सिभीमा त्यो बनाएर दिन्छ हैन। त्यसमा अब हजुरले बनाउने त्यस्तो आवश्यक छैन हैन। त्यसपछि पुलिस क्लियरेन्स चाहिन्छ हैन। यति हो गाइस। 3टा डकुमेन्ट्स चाहिन्छ हजुरले चाहिँ नि अप्लाई गर्नको लागि रोमानियामा। अनि त्यो पुलिस क्लियरेन्स पनि त्यो एजेन्टले नभए हजुरको जुन एम्प्लोय हैन कम्पनीले ट्रान्सलेट गरिदिन्छ हजुरको वर्क पर्मिट अप्लाई गर्ने बेला हैन। सो यसमा चाहिँ नि हैन यति डकुमेन्ट्स दिइसकेपछि हजुरको अप्लाई हुन्छ। अप्लाई भन्नाले सिधै अप्लाई हुँदैन। यिनीहरूले चाहिँ नि कम्पनीले चाहिँ नि हजुरको कन्ट्र्याक्ट एउटा पेपर बनाउँछ। त्यसमा चाहिँ नि हजुरले साइन गर्नु पर्यो हैन। अब त्यो चाहिँ नि अब डिपेन्ड्स अन कतिजनाले अप्लाई गरेको हैन। अब धेरै भइसकेपछि टाइम लाग्छ। अब 2-3 जना भनेपछि 4-5 दिनमै बनाएर दिन्छ हैन। सो त्यो कन्ट्र्याक्टमा चाहिँ नि हजुरको स्यालेरी, अब बस्न, खाना, कति घन्टा काम त्यस्तो हुन्छ। हजुरले चाहिँ नि त्यो अब पढे नि भयो, अब नपढे नि भयो। अब पढे नि त्यही हो, नपढे नि त्यही हो। तर एकपटक पढेर हैन बुझेर साइन गर्दा नि हुन्छ। अनि त्यसमा लेखेको हुने भनेको त्यही हो, 8 घन्टा ड्युटी, तलब चाहिँ नि अब कति, अब तलब चाहिँ नि एक्जाम्पल अब भनौँ न 4000 होला, कति होला। अब मिनिमम तलब धेरै भएको जानको लागि पनि धेरै सजिलो हुन्छ। हजुरको तलब थोरै भयो भने तलब थोरै छ किन जान लाग्यो भनेर रिजेक्ट पनि हुन्छ। त्यही हो गाइस। अनि त्यसपछि त्यो हजुरले साइन गरेर दिइसकेपछि हजुरको चाहिँ नि अब उताबाट हैन एजेन्ट हो कि अब कम्पनी हो, तिनीहरूले चाहिँ नि वर्क पर्मिटको लागि अप्लाई गर्छ। वर्क पर्मिट भनेको 1 महिनादेखि लिएर 3 महिनासम्म डिपेन्ड्स हैन, कुन एरिया कुन लोकेसनमा। अब जस्तो कि क्राउडेड बुकारेस्टतिर भयो भने ढिलै हुन्छ हैन। अब अरू भित्र ठाउँ हैन, अलि त्यस्तो इमिग्रेसन त्यस्तो बिजी नहुने ठाउँबाट अलि चाँडै पनि आउन सक्छ 1-2 महिनाभित्रमा। नभए क्राउडेड ठाउँ भने पनि अलि ढिलो हुन्छ। त्यही हो गाइस। मिनिमम भनेको 3 महिना 4 महिना ल। अनि त्यसपछि त्यो आइसकेपछि हैन हजुरले चाहिँ नि के गर्नुपर्छ भन्दा फेरि एजेन्टले चाहिँ नि हजुरलाई त्यो हजुरको वर्क पर्मिट पठाएर, वर्क पर्मिट मात्र आउँदैन त्यहाँ, जस्तो कि उसबाट हैन रोमानियाबाट हजुरको वर्क पर्मिट सँगै हजुरको बस्ने खाने हैन त्यसको पनि एउटा अग्रिमेन्ट जस्तो हुन्छ हैन, त्यो सँगै आउँछ। त्यो धेरै पेपरहरू हुन्छ, त्यसको टेन्सन गर्नु पर्दैन। हजुर त्यो एजेन्टले सबै सम्हाल्छ हैन, सबै एजेन्टले गर्छ। अनि त्यसपछि हजुरले फेरि पासपोर्टको कपी चाहियो, अनि त्यसपछि नागरिकताको कपी त्यतिखेरमा चाहिँ। अनि त्यसपछि हजुरको फोटो अनि पुलिस क्लियरेन्स फेरि दिनुपर्छ हजुरले एजेन्टलाई। जस्तो कि दिल्ली एम्बेसीमा अप्लाई गर्नको लागि प्रोसेस गर्छ। अनि त्यसको लागि अब एक्ज्याक्टली हैन अप्लाई गरेर कति दिन भन्यो त्यो इट डिपेन्ड्स अन त्यो दिल्ली एम्बेसीबाट हो। त्यसको लागि
एक्जाम्पल होइन 3-4 महिना 5-6 महिना लाग्ला त्यहाँ। अनि त्यसपछि हजुर चाहिँ नि त्यहाँ गएर हजुरको अपोइन्टमेन्ट आइसकेपछि त्यहाँ गएर इन्टरभ्यू दिनु पर्यो। त्यहाँ भनेको इन्टरभ्यूमा चाहिँ नि अब हजुरलाई बेसिक सोध्छ होइन, नाम, म्यारेज बिहा गरेको कि नाइ, अनि त्यसपछि कुन कम्पनीमा जानु लागेको, अनि कुन ठाउँमा जानु लागेको, यिनीहरू गाइस बेसिक सोध्छ। त्यही हजुरले इङ्ग्लिसमा फर्काउन सक्नु पर्यो। अनि हजुरको तलब सोध्छ। अनि जस्तो कि हजुरको अब यो वहाँ गएपछि एक्सपायर भिजा एक्जाम्पल होइन, अब 2 साल कन्ट्र्याक्ट सकिएपछि के गर्ने हो, अब कम्पनीले रिन्यू गरिदियो भने रिन्यू गरिदियो, नभए म फर्किन्छु नेपाल भन्नु पर्यो। यही हो गाइस। अनि त्यसपछि अब एक्जाम्पल 10-15 दिन 20 दिन भएपछि अब हजुरको पास भए अब भिजा लगाएर हुन्छ, फेल भए अब एउटा पेपर दिन्छ, त्यसमा किन रिजेक्ट भएको भनेर त्यहाँ लेखेर दिन्छ गाइस। त्यही हो होइन। धेरै नेपालीहरू आइसकेको छ होइन, म काम गर्ने ठाउँमा म इन्टरभ्यू पनि लिइरहेको हुन्छु, हजुरले वाच गरिदिनुहोस् होइन। सो त्यसमा पनि इन्फर्मेसन दिइरहेको हुन्छु, कति महिना कति साल के होइन। सो A to Z। सो यही हो गाइस, सानो इन्फर्मेसन। लागत चाहिँ नि अब कति एक्ज्याक्ट भनेर अब नेपालमा पहिला चाहिँ नि म आएको लाइक 5.5 लाखमा आएँ होइन। अहिले चाहिँ नि सुनेको अनुसार 9 देखि 10 लाख लिइरहेछ नेपालमा, तर त्यत्रो कस्ट चाहिँ नि लाग्दैन गाइस। सो अब हजुरलाई आउनै मन छ, पैसा तिरेरै भने अब हजुर आउनुहोस्। अब हजुरले होइन, हजुरको मेरो साथीहरू छ, अब नभए मेरो दाजुभाइ छ, सहयोग गर्छ भनेपछि अलि पैसा कम लाग्ला, तर पैसा चाहिँ नि लाग्छ गाइस। किन भन्दा वर्क पर्मिटको लागि पनि पैसा लाग्छ। कम्पनीले कुनै कम्पनीले हाल्देला, कुनै कम्पनीले नहाल्देला। फ्लाइट टिकट दिँदैन, यो आफ्नै पैसा बेहोर्नु पर्छ, श्रम यताउति। सो धेरै काम हुन्छ। अनि वर्क पर्मिट आए पनि एउटा नेपालमा एउटा एजेन्ट साथ नै पर्छ गाइस। त्यही हो गाइस। मिनिमम 1-1.5 साल नभए 1 साल लाग्छ टोटल प्रोसेस है। अनि थ्याङ्क यू सो मच फर वाचिङ। अरू कुनै इन्फर्मेसन चाहियो भने कमेन्ट गर्नुहोस्, मैले नयाँ इन्फर्मेसन दिइरहेको हुन्छु। सो ल हस् त, धन्यवाद।